फाइनल्ली म चाहिँ माथि हिँडेको आज डाँडा बजार यो बजार यहाँ दिदीले चाहिँ पुऱ्याउनु आउनुभएको अरे म चाहिँ हिँडेको ए यता अङ्कलहरू पनि हुनुहुन्छ मादेनको गाडी भनेर कुरुलेको गाडीमा छिरेर ठिकै छ नि त कहिले कहिले भुलचुक हुन्छ भनेर मैले पनि मानिदिएँ अनि यहाँ चाहिँ यो तल तुङ्का जाने बाटो अनि तल जाने बाटोमा तल जाने गाडीमा आउँदा पनि भ्याउँदो रहेछ है चर्चमा हुनुहुन्छ त्यो थाहा छ र त फोन गरेको त त्यहाँ मुक्तेनदेखि भोलिको दिदीको हो हात उठाउनु भन्नु होइन त्यहाँ नि काकाहरूको घर अगाडि त्यहाँ मुन्टा र लानु भन्नु त्यहाँ दिदीलाई फोन गरेर यहाँ चाहिँ लुडो खेल्दै हुनुहुँदो रहेछ यो दिदीहरू चाहिँ यहाँ नानी लिन आएको दिदीहरू चाहिँ नानी लिनु यो स्कुलमा डाँडा बजारको स्कुलमा अहिले आएर भरे 4 बजे जानुपर्ने के गरी बस्नुहुन्छ यहाँ नानीहरू चाहिँ यहाँ रहेछ म स्कुल पनि देखाउँछु यता सबैलाई त्यही बसे के मादेन जाउँ भन्यो नि यहाँ मलाई यो किनिदिनुहोस् न यो कति राम्रो राम्रो डिजाइनको छ यो एउटा कुन यो मलाई दिन्छु त भन्दैन रहेछ है बगीले जति जेसुकै भन्यो भने ऊ चाहिँ बनाएर लाउँछ अरे सिक्रीवालाको 3 घण्टाको पर्खेन गाडी आएको छैन गाडी पर्खिरहेको छ यहाँ चटपटे दोकान स्कुल अगाडि डाँडा बजार स्कुल अगाडि ल 3 घण्टाको पर्खाइमा डाँडा बजार आयो गाडी बल्ल 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 आयो बल्ल यही गाडी रहेछ मैले 3 घण्टा पर्खेको 3 घण्टा पछाडि गाडी आयो त्यसपछि चाहिँ म चाहिँ गाडीमा चढेर सरेर अब चाहिँ घर लाग्दै यो चाहिँ यता डाँडा बजार छेउ यता नानीहरू चाहिँ स्कुलबाट फर्किँदै हुनुहुन्छ अनि नानीहरूले चाहिँ मैले भिडियो गरेको देखेर एकदम लजाउँदै हाँस्दै आउँदै हुन्छ म चाहिँ अब सगडी 5 को वडा कार्यालय छेउमा आइपुगिसकेको छु म चाहिँ आइसकेको छु डाँडा बजारको वडा कार्यालय छेउमा नानीहरू चाहिँ स्कुल छुट्टी भएर फर्किने छन् सबैजना फर्किने छन् कति भोक लागेको होला र पनि फर्किने छन् म चाहिँ अब यहाँदेखि चाहिँ के आउँछ भने भानु माध्यमिक विद्यालयको भवन छ यो स्कुल चाहिँ एकदम राम्ररी नै चलिरहेको छ तर धेरै टाढादेखि विद्यार्थीहरू आउने भएकोले यहाँ अलिक बसको सुविधा नभएको कारणले गर्दा विद्यार्थीहरूले अलिक धेरै दुःख पाउने
गरेको छ। यो स्कुलमा चाहिँ धेरै टाढा टाढाबाट आउँछन् नै विद्यार्थी। अब हामी चाहिँ लाग्थ्यौँ घरतिर। आजको मौसम चाहिँ यस्तो छ, एकदम मौसमले च्यालेन्ज हानिरहेको छ। एकदम कुल जाडो जाडो छ र पनि हामी चाहिँ लाग्थ्यौँ घरतिर। हामी चाहिँ सरर लाग्दिहाल्यौँ। आजको मौसम त्यस्तो छ है, एकदम रमाइलो चिसो चिसो कुखुराको लोकल कुखुराको सुप खाने दिन जस्तै छ। यहाँ चाहिँ तल्लो बाटो चाहिँ अलिक डाँडा बजार यस्तो स्वास्थ्य चौकी साँगुडी गरी 5 को स्वास्थ्य चौकी जाने बाटो तलतिर चाहिँ म चाहिँ अब लागेँ घरतिर। आज चाहिँ गाडीमा मान्छेहरू दुईजना आउनुभएको छ। सामान चाहिँ के ल्याउनु भएको रहेछ। अङ्कल चाहिँ आजको चाहिँ मालिक हुनुहुँदो रहेछ, ड्राइभर दाइ हुनुहुन्छ। सामान पनि ठिकै ल्याउनु भएको छ। मान्छेहरू चाहिँ आज थोरैजना आउनुहुँदो रहेछ। सरर लाग्थे। हाम्रो गाउँको बहिनीले चाहिँ आज घर आउने रहेछन्, गाडी रोकिरहेछ। आजको मौसमले च्यालेन्ज हानेरहेछ, कुहिरोहरू लागिरहेको छ, रमाइलो भइरहेको छ। डाँडा बजारको रोड चाहिँ यस्तो रहेछ, एकदम राम्रो बनाउनु भएको रहेछ। यो डाँडा बजार माने डाँडासम्म चाहिँ एकदम ठिकै छ, राम्रै लाग्यो मलाई पनि। राम्रै देखिरहेको पनि थियो सरर तरिकाले। यो चाहिँ अब माने डाँडा आइसक्यो है। एकदम माने डाँडाको सिन, माने डाँडाको यस्तो छ अवस्था। एकदम अलि पानीको चाहिँ समस्या छ, पानीको लाइन। माने डाँडा सक्ने बित्तिकै यो चाहिँ जङ्गल आउने बाटो, जङ्गल छेउ नजिकको बाटो, यो चाहिँ अलिक नराम्रो रहेछ। यता तल जाने बाटो चाहिँ ड्राइभर दाइहरूले चाहिँ के भन्नु हुँदो रहेछ भने यहाँ चाहिँ बाटो बनाएको छैन, हामीलाई गाह्रै हुन्छ, बाटो चाहिँ बनाएको छैन र पनि हामी आउँछौँ भनेर राख्नुभएको थियो। बाटो राम्रो नभए पनि हामी दुःख सुख आउने कोसिस गरिरहेछौँ। यहाँ चाहिँ पुरानो धारा अहिलेसम्म पनि, तर यो धारा चाहिँ काम गरिरहेछ। धाराले चाहिँ एकदम चिसो चिसो पानी आउने ठाउँ। हामी सरर लाग्थ्यौँ माथि। कहाँ यो भन्ने चाहिँ यो चाहिँ बेङ्ना माथिल्लो गाउँको रोड चाहिँ यतिको ठिकै रहेछ। यहाँतिर चाहिँ सबै यो चाहिँ जङ्गलको छेउमा घर छोडेर धरानतिर कतातिर बस्नु थाल्नु भएछ। घर मात्रै छ, एकदम सबैजना मान्छेहरू सेवा सुविधा युक्त ठाउँमा बस्ने हुनाले जङ्गलको बिचमा घर भइरहेछ। यो चाहिँ बेङ्नाको माथिल्लो गाउँ। यस्तो चाहिँ रोड पनि राम्रै छ, यतातिर चाहिँ ठिकै छ, घर पनि राम्रै छ। यहाँ चाहिँ विकास खोर्सानीको विकास हल्का देखिरहेको छौँ, हामीले देखिरहेको छौँ। यो चाहिँ बेङ्ना बेङ्ना पनि हेर्नुहोला साथीहरू सबैजनाले। यहाँ चाहिँ एकदम
साँझको टाइम परिसकेको छ 5:30 जस्तो भइरहेछ सुनसान सबैजना आफ्नो आफ्नो काममा ड्युटी व्यस्त साथ रहनु भएकोले एकदम सुनसान छ घटघटहरू अब हामी चाहिँ बेङ्ना अन्तिममा आइसक्यौँ बेङ्नाको अन्तिममा आइसकेको छौँ हामीले चाहिँ अब हामीहरू चाहिँ बेङ्नाको अन्तिममा आइसकेको छौँ बेङ्नाको यहाँ सिन हेर्नुहोला सबैजनाले कस्तो राम्रो देखेको छ म जाने ठाउँमा चाहिँ 2-3वटा गाउँहरू ठाउँहरू कटेर जानुपर्ने हुन्छ अब हामी चाहिँ बेङ्ना सकेर हामी चाहिँ लाग्दैहाल्यौँ अब हामी चाहिँ एकदम पञ्चमीको इन्ट्री हुँदैछौँ पञ्चमी भन्ने ठाउँको चाहिँ इन्ट्री हुँदैछौँ पञ्चमी पुग्ने बेलाको रोड चाहिँ यस्तो छ पञ्चमी सकेर हामी चाहिँ ख्वाफुकतर्फ लागिसकेका छौँ यहाँ चाहिँ मेरो दिदी एकदम तन्तारको साथ स्कुटीमा आउनु हुँदैछ अब हामी ख्वाफुकतर्फ लागिसक्यौँ आज चाहिँ भन्नुपर्दा ख्वाफुकको हामी चाहिँ मन्दिरतिर आइपुगिसकेको छौँ मन्दिरको यस्तो छ आजको भ्यू मन्दिरमा हामी आइसकेको छौँ अब हामी चाहिँ ख्वाफुकको अन्तिमतिर आइसकेको छौँ मादेन इन्ट्री गर्ने बेला भइसकेको छ हाम्रो चाहिँ आज मेरो चाहिँ आजको दिनहरू यसरी नै गइरहेको छ फाइनली अब चाहिँ मादेन आइसकेको छ मादेनको एरिया चाहिँ यस्तो छ हाम्रो चाहिँ यहाँ चाहिँ यसो प्रहरीहरू पनि लाग्छ बारे बजार लाग्नेतिर चाहिँ जाँदैछौँ अहिले चाहिँ हामी तर त्यता बजार लाग्नेसम्म चाहिँ जाँदैन हाम्रो चाहिँ त्यो स्लगडोर चोकमा चाहिँ गाडी रोकाउँछ त्यहाँसम्म चाहिँ म जाने हो त्यता बजार लाग्नेतिर चाहिँ म जाँदिनँ चाहिँ स्लगडोर चोकमा चाहिँ गाडी रोकाउँछ फाइनली मेरो मम्मीहरू चाहिँ सुतिरहनु भएको रहेछ नुहाङ हजुर भनेको हजुर भन्दा को यता को अन्त फाइनली माइती आइसके भाउजूले यहाँ भात पस्किँदै हुनुहुन्छ यहाँ खाना पकाउँदै पस्किँदै हुनुहुन्छ यहाँ चाहिँ हेर्नु है मलाई स्पेसल मासु यहाँ भात
अब त्यो उठ्नु नउठ्नु फेरि हाम्रो यो गाउँघर टाइपको यस्तो हुन्छ है। हाम्रो चाहिँ यो मासु हेर्नु कस्तो स्पेसल छ। यो चाहिँ अर्ग्यानिक। मेरो यहाँ साइली भाउजूको चाहिँ टाउको दुखेर अब्बर भइरहेको छ आजै। अब्बर भएर यहाँ यता ऊ सुतेको मान्छेलाई भात खुवाइदिँदै मासु भात अब फेरि कान्छ अरे। ए मेरो दाजु कान्छ त यहाँ हुनुहुन्छ है फेरि। यहाँ काकी यहाँ हुनुहुन्छ एकदम सँगले। भात आफै तान्नु पर्ने ओ एकजना सुतेको मान्छेलाई चाहिँ मारेको छ नि जिन्दगीमा। यता भान्सेनीलाई चाहिँ पुगेछ छैन के हालिदिँदै हुनुहुन्छ हेर्नु। खायौँ ल यति अलिकति मात्रै खाएको नि भयो। दाजुले चाहिँ कति उठाएको आम्मामा मुखबाङ गर्नेहरूलाई पनि जिताउँदै रहेछ हौ लु। कान्दा दाजुको खाइ चाहिँ